यसरी हामीले चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिबाट चाहिँ विश्वमा रहेका नेपालीहरू जो चाहिँ चितवनबाट चाहिँ विदेशमा जानुभएको छ उहाँले जुनसुकै व्यवसाय अथवा चाहिँ काम गरे पनि त्यहाँ परेका अलपत्र परेका व्यक्तिहरू बिमारी अथवा धेरै मान्छेलाई सहयोग गर्ने क्रम जारी नै छ। त्यही अन्तर्गत चाहिँ आज हामीले कुवेतमा रहेर कुवेत सेवा समिति चितवनबाट चाहिँ भरतपुरमा रहनुभएका क्यान्सर पीडित एकजना व्यक्ति हुनुहुन्थ्यो। उहाँको माध्यमबाट चाहिँ यहाँ जस्तै हाम्रो कुवेत सेवा समाज कुवेतबाट चाहिँ आउनुभएकी अमृता मोक्तान हाम्रो माझ हुनुहुन्छ र केही रकम चाहिँ उहाँहरूबाट चाहिँ कुवेतबाट चाहिँ आएको छ। त्यो हस्तान्तरण गर्नको लागि चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कोषाध्यक्ष सदस्य महासचिव लगायतका धेरै साथीहरू आउनुभएको थियो र त्यही अन्तर्गत चाहिँ हामी यहाँ आइपुगेका छौँ र हस्तान्तरण गरिसकिएको छ। त्यही भएर चाहिँ किन उहाँलाई चाहिँ सहयोग गर्नु पऱ्यो, कुवेतबाट कसरी रकम सङ्कलन गर्यो भन्ने बारेमा चाहिँ अमृता मोक्तानजी जो चितवन सेवा समाज कुवेतका सदस्य पनि हुन्छ उहाँबाट चाहिँ भन्दैछौँ। अमृताजी, कसरी तपाईँले सहयोग गर्न चाहनुभयो र के भयो त्यो बारेमा बताइदिनुहोस्। नमस्कार, म अमृता मोक्तान। मैले कर्मथलो बनाएर कुवेतमा बसेको 13 वर्ष भयो। उहाँ चाहिँ मेरो प्रिय साथी हुनुहुन्छ। दिदी चाहिँ उहाँ आउने जाने हाम्रो एकदम पहिलेदेखि एकदम घनिष्ठ साथी हो। उहाँको दाइलाई चाहिँ क्यान्सर भएको भन्ने थाहा पाएपछि उहाँले सकेको जति आफैले गर्नु भएर अन्तिममा आएर नसक्नु भएपछि सहयोगको अपिल मसँग गर्नु भएर मैले हाम्रो चितवन सेवा समाज कुवेतमा कुरा राखिसकेपछि सबैजनाले हातेमालो गर्दै थोरै भए पनि सबैजनाले सहयोग गरिदिनु भयो। हाम्रो कुवेत चितवन सेवा समाजमा रहनुहुने सम्पूर्ण मेरा प्यारा अध्यक्षज्यू सदस्य उपाध्यक्ष सचिव महासचिवज्यू सम्पूर्णमा एकमुष्टमा धेरै धन्यवाद भन्न चाहन्छु। आज उहाँ बिरामीलाई सहयोग गर्न पाएँ। हजुरहरूको सहयोग मैले पाएँ र सरहरू सबैजनाले धेरै धन्यवाद। त्यो टाढादेखि सरहरू नै आउनुभयो र सबैलाई धेरै धन्यवाद दिन चाहन्छु। अरू कुवेतमा चाहिँ कस्ता किसिमका घटनाहरू घट्छन् र ती मान्छेलाई कसरी सहयोग गर्नुभएको छ त्यहाँको समाजले? त्यहाँको समाजले धेरै सहयोग गरेको छन्। अब कुनै घरमा अब त्यस्तै दुःख परेको कुनै हामी धेरै नै उद्धार गर्ने यताउता गर्ने अब एनजिसी पुऱ्याउने लिएर नेपालसम्म पठाउने सहयोग पनि गरिरहेका छौँ। अहिलेसम्म हाम्रो चितवन सेवा समाजले धेरै उद्धार गरिराख्नु भएको छ। धेरैले सहयोग गर्नुभएको छ। धेरै धन्यवाद हाम्रो चितवन सेवा समाजमा सम्पूर्ण कर्मथलो बनाइ कुवेतमा बस्नु भएर पनि हाम्रो चितवन समाज सेवामा टिमलाई सम्पूर्ण धेरै धन्यवाद भन्छ। हस्, धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष हुनुहुन्छ लालबहादुर भट्टजी। अध्यक्षज्यू, तपाईँलाई स्वागत छ। र विशेष गरी अहिले पछिल्लो समय चाहिँ जुन कुवेतबाट धेरै साथीलाई सहयोग गर्दै त्यहाँको समाजले पनि सेवा गर्दै आएको छ र अहिले पछिल्लो समय चाहिँ के कसरी सहयोग गर्दै हुन्छ, तपाईँको कार्यकालबाट चाहिँ के कस्तो भूमिका भइरहेको छ? धन्यवाद उदारलाई। र पछिल्लो समय हामी चितवन सेवा समाजले शिक्षा स्वास्थ्य लगायत भइभरि आउने जोखिमपूर्ण कार्यहरूमा पनि र यस्तै विभिन्न किसिमको बिरामीहरूलाई पनि हाम्रो राष्ट्रिय समन्वय समितिका देशहरूबाट जुन चितवनबाट विदेश जाने क्रममा जुन विभिन्न देशमा छरिएर रहनु भएको छ, हाम्रो चितवन सेवा समाज मातहतमा रहेर जुन 12वटा देशमा रहँदै आउनुभएको कर्मथलो बनाउँदै आउनुभएको साथीहरूलाई विशेष गरी नमन भन्न चाहन्छु। किन भन्दाखेरि उहाँहरूले जुन आफ्नो के अरे एक छाक खाना कटौती गरेर पनि विदेशबाट यहाँ चितवनमा अथवा गैर चितवनमा पनि जुन एउटा सेवामूलक कार्य गर्दै दुई छाक तारेर पनि आफ्नो खर्च कटौती गरेर पनि सहयोग गर्नुभएको छ। उहाँहरू सबैलाई मिलिमिली धन्यवाद दिन चाहन्छु। र विशेष गरी अहिले लगत्तै वडा नम्बर 14 भरतपुर महानगरपालिका वडा नम्बर 14 को बिरामीलाई पनि आजभन्दा 15 दिन अगाडि हामीले यसरी नै क्यान्सर पीडित बिरामीलाई गएर लगभग 50,000को सहयोग गरेको थियौँ। जो रकम चितवन सेवा समाज अन्तर्राष्ट्रिय चितवन सेवा समाज कुवेतबाट आएको थियो र अहिले आज फेरि चितवन सेवा समाज कुवेतबाट के अरे कालिका महानगरपालिका वडा नम्बर 7मा हाम्रो दण्डपानी रेग्मीजीलाई सहयोग गरेर पाउँदा धेरै नै खुसी लागेको छ। र विशेष गरेर हाम्रो जुन अम्बिका
मोक्तानज्यूले जुन एउटा पहल लिएर चितवन सेवा समाज कुवेतले सम्पूर्ण कुवेतका कार्य समिति सदस्यहरूले जुन एउटा योगदान दिएर उहाँहरूले एउटा आर्थिक सहयोग पुर्याइदिनु भयो र उहाँ बिरामीको लागि पनि हाम्रो सिङ्गो टिम समाज चितवन सेवा समाज कुवेत र चितवन सेवा समाज अन्तर्राष्ट्रिय समिति पनि उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छ भन्ने धन्यवाद दिन चाहन्छु। हस्, धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष रामकृष्ण राई हुनुहुन्छ, उहाँ पनि हुनुहुन्छ। उहाँले पनि हरेक क्षेत्रमा गएर जुन सहयोग छ त्यो हस्तान्तरण गरिरहनु भएको छ र उहाँलाई पनि जानकारी छ, उहाँ दुवै रिटर्न हुनुहुन्छ। केही शब्द राखिदिनु यो बारेमा भने। नमस्कार, म राम भट्टराई, अहिलेको कार्य समितिको कोषाध्यक्ष। सबभन्दा पहिला त म चाहिँ आज चाहिँ कुवेतको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले अहिले एकै महिनामा चाहिँ दुईवटा सहयोग पठाइसक्नु भएको छ होइन। एउटा भरतपुर 14मा, एउटा भरतपुर 7मा। आज जो हामी राप्तीमै आएर, राप्ती 7मा आएर, कालिका 7मा आएर चाहिँ अहिले हामीले चाहिँ यो सहयोग दियौँ। अब त्यस्तै अब हाम्रो नयाँ कार्य समिति बनेपछि चाहिँ दुबईले पनि एउटा सहयोग पठाइसकेको छ मानव सेवा आश्रम, के अरे त्यो सानो घरको लागि, र अर्को इजरायलले होइन, इजरायलले चाहिँ मानव सेवा आश्रमको लागि पनि सहयोग पठाएको छ। हाम्रो काम भनेको त जस्ट एउटा हामी पुल जस्तै हो। हाम्रो उहाँले पठाएको सहयोगलाई जस्ताको जस्तै उहाँसँग पठाउँछ। सबभन्दा धेरै चाहिँ धन्यवादको पात्र चाहिँ उहाँहरू हुनुहुन्छ, जसले आफ्नो स्यालेरीबाट थोरै पैसा कटाएर भए पनि यहाँ जुन दुःखी हुनुहुन्छ, गरिब हुनुहुन्छ, उहाँहरूलाई सहयोग गर्नुबाट उहाँहरूलाई चाहिँ हामी एकदमै धेरै चाहिँ धन्यवाद दिन चाहन्छौँ। त्यो याद जोडेर चाहिँ उहाँहरूलाई चाहिँ नमस्कार भन्न चाहन्छौँ। फेरि पनि यस्तै सहयोगहरू जो दुःखी हुनुहुन्छ, गरिब हुनुहुन्छ, असहाय हुनुहुन्छ, उहाँले गर्न सक्नुहुन्छ। उहाँहरूको लागि आशा राख्दै र फेरि कुवेतको टिमलाई फेरि पनि धन्यवाद दिँदै चाहिँ म रवि सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। रवि सर पनि आफ्नो अमूल्य समयलाई कटौती गरेर हामीसँगै विभिन्न ठाउँमा पुग्नु भएको छ। उद्धार मिडिया न्युजलाई चाहिँ हामी हाम्रो सम्पूर्ण टिमको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। हस्, धेरै धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय दर्शकबिन,